हाई गाइस, मेरो चाहिँ टेमुको उयो क्या न्यू आइडी बनाएर चाहिँ सामान मगाएको थिएँ नि त। अनि पुऱ्याउने मान्छे नै कस्तो झुक्किरहेको आज त कस्तो इपिक भइदिरा बिचरा। नामै अब यो आइडी नयाँ आइडी बनाएर फ्रीमा सामान मगाउनु यस्तो गरेको थिएँ होइन। अनि ऊ चाहिँ जहिले राई हुन्छ नि त, जहिले पुऱ्याउनु आउने मान्छे चाहिँ एउटै हुन्छ क्या प्रायः हाम्रो चाहिँ। अनि आज राई छैन, त्यही भएर म झुक्किएँ अरे क्या। दुईचोटि ढोका ढकढक गरौँ। अनि सुरुमा चाहिँ ढोका उयो बजाएको थियो। अनि हाई भने मैले, अनि ए माथि गएँ त भनेर फेरि फर्केर गयो होइन। अनि फेरि नेक्स्ट टाइम पनि आएर चाहिँ ए यहाँ त जहिले नाम अर्कै हुन्थ्यो, राई हुन्थ्यो, अब त राई छैन, त्यही भएर म त झुक्केर गएँ। अनि यो त एड्रेस नाम मिलिरहेछ अरे क्या बिचरा। यो टेमुले पनि झुक्काइरहेछ क्या साथीहरू। अब के गर्नु, टेमुलाई झुक्काइ फ्रीको सामान मगाएको। मेरो सामानले त्यो सामान पुऱ्याउने हाइटाच गर्ने मान्छेलाई नै झुक्क्यायो क्या गाइस। अब हेरौँ है के चाहिँ मैले मगाएको छु, हेरौँ ल। फ्रीको सामान चाहिँ मगाउने क्रम जारी नै छ। पाइएसम्म चाहिँ फ्रीको सामान मगाउने हो पाइएको चिज। अनि हेरौँ है त, यो हो एउटा फ्रीको चाहिँ के भन्नु होइन, जम्मा टोटल चाहिँ 1500को सामान है साथीहरू। ए यो स्लिपर। अनि त्यो के मगाएको, ए किचनको सिजर्स, किचनको मेरो छोराले उयो सघाउँदैछ। यो चाहिँ कुखुराको हड्डी काट्ने हो क्या साथीहरू। कुखुराको हड्डी यसरी काटेर काट्ने कैँची मगाएको। कस्तो राम्रो छोप्ने पनि रहेछ क्या, आएछ। अनि यो के मगाएको, फेरि के पो मगाएको हो यो चाहिँ किचनको पुस्ने क्या। कस्तो राम्रो रहेछ, कति सानो तर मरे म त। यस्तो गरेर पुस्ने हो, युज एन्ड थ्रो त होइन होला। त्यही पनि 10 पिस छ, 10 पिस। अनि यो चाहिँ मैले उसको लागि मगाएको कि प्लेटहरू छोप्नलाई। ऱ्याप गर्दा गर्दा धेरै उयो भयो नि त, ग्याप किन्नलाई गाह्रो भयो। अनि यो चाहिँ बट्टाहरू छोप्ने क्या, भाँडाहरू छोप्ने। कस्तो मजाले छोप्नु मिल्छ यो चाहिँ, तन्काएर धुँदै प्रयोग गर्नु मिल्छ क्या हो त्यो चाहिँ। यो चाहिँ जम्मा 6 पिस छ, 1 2 3 4 5 6 पिस छ। एक सानोलाई पनि रहेछ, साइजको छ क्या यो चाहिँ। यो 6 पिस भइहाल्यो। यो चाहिँ कभर, यो चाहिँ ऱ्यापको सट्टामा प्रयोग गर्न सकिन्छ फ्रिजहरू राख्दाखेरि, फ्रिजमा सामानहरू उब्रेको भातहरू राख्दाखेरि। अनि यो चाहिँ मेरो बेबीको खाना खाँदाको लागि उयो के भन्छ एप्रोन किन्न खोजिरहेको थिएँ। अनि यो चाहिँ अलिक सस्तो पायो, खोल्ने बुद्धि पनि छैन भाइ। मेरो बच्चाले हेरेको भयो, त्यो खुट्टा मात्रै देखेको है। यो चाहिँ बच्चाको खाना खाँदा लाउने एप्रोन ल्याइदिएको। अब पछि आफै खानु थाल्छ नि त, त्यतिखेर चाहिँ अनि यो लगाइदिएर उसलाई सजिलो हुन्छ भनेर। अनि खासमा मैले मगाउनुको मेन कारण भनेको चाहिँ अदर देन यही थियो क्या गाइस। हेरौँ न अब है, अब यो कुखुराको खुट्टा काट्ने नै काटिहाल्नु पर्ला अहिलेको लागि। यो थियो क्या मैले मगाउनुको लागि चाहिँ, विशेष मगाउनुको लागि चाहिँ मैले नयाँ आइडी बनाएको थिएँ। अनि खासमा ल आइरनको कास्ट कराई त कति ठुलो, कति सानो मेरो अनुहार जत्रै छ। अब कति तरकारी पकाउने होला यसमा, मरे म त। यही हो विशेष मगाउनुको लागि चाहिँ, यही कास्ट कराई मगाउनुको लागि चाहिँ मैले नयाँ आइडी बनाएँ भने यस्तो दुःख गरेको थिएँ होइन। यो टोटल चाहिँ जम्मा 1500